सो गाइज आज चाहिँ हामी जाँदैछौँ क्याम्पमा क्याम्प गर्नुको लागि र जाँदैछौँ तपाईँहरूलाई आजको हाम्रो रमाइलो देखाउनेछौँ केही क्षणहरू हुनेछ जस्तो लाग्छ। अहिले चाहिँ लगभग यहाँको 7:30 भइसकेको छ। हामी 6 बजी 7:30 बजी पुग्न सक्छौँ। त्यसपछिको रमाइलो तपाईँहरूलाई देखाउने नै छौँ। गाइज अब चाहिँ हामी निरन्तर यात्रामा छौँ। यहाँ छौँ तल केटाहरू आउँदैछ, एकदमै उकालो छ, बस्ने सही भइरहेछ। अब लाग्छ अझै 3 घन्टा जति। ठिक छ, त्यही पनि केही छैन, हामी जानेछौँ र हामीले के गर्नेछौँ कसो गर्नेछौँ तपाईँहरूलाई देखाउनेछौँ। भ्लग चाहिँ भोलि आउनेछ 3 बजी है त, विजय बस्ने युट्युब च्यानलमा हेरिदिनुहुन्छ भन्ने आशा गर्दछु। ओके गाइस है त, हेरिदिनु होला सबैजनाले। हामी जाँदैछौँ क्याम्प आज क्याम्प हान्नको लागि। केटाहरू छ आज क्याम्प हान्नु पर्यो भन्ने केटाहरू छ ल, लोकल तरिकामा। हामी त्यो माथिको डाँडो हो, केही छैन है त। ओके डन गाइस। हेलो गाइस, वेलकम गाइस, वेलकम। हामी छौँ अहिले फुल नेचर है त गाइस, इन्जोय गरिरहेको छौँ। ओके गाइस, इन्जोय गर्नुहोस्। मेरो पछाडि एउटा भाइ पनि छ। ओके गाइस है त, यतातिरको दृश्यहरू हेर्न सक्नुहुनेछ तपाईँहरूले। ओके, त्यहाँ पछाडि मुद्दै पनि छ, तर सरी गाइस। हामी जाँदैछौँ अहिले जङ्गल एकदम। गाइस हेर्नुहोस्, आउनु मन छ भने आउनुहोस्, तर खुट्टा चाहिँ अलिक डर बनाएर आउनुहोस् है त। हामी यस्तोबाट हिँड्नुपर्छ। हामीलाई नेचर भन्ने हो कि किन्चर भन्ने थाहा छैन, तर एकदमै राम्रो छ गाइस। गाइस अहिले छौँ हामी जङ्गलको बिचमा है त। यस्तो जङ्गलै जङ्गल घारी छ। यसलाई नेचर भन्ने हो कि के भन्ने हो त्यो मलाई थाहा छैन, तर ठाउँ चाहिँ एकदमै राम्रो छ है। ओके गाइस, हेर्नु होला तपाईँहरूले पनि, यस्तो ठाउँमा आइपुगेको छौँ हामी। एकदमै जङ्गल छ, यो ठाउँ चाहिँ अति नै दामी लाग्ने छ है। र यो माइन्ड पनि एकदमै फ्रेस गराएको छ यो ठाउँले। Oh my god. यतिको नेचरमा हिँड्नु भनेको गाइस भागेमानी मान्छे हो क्या हामी। आफूले भागेमानी खानु क्या। अब यस्तो भाइहरू आइपुगेको छ है। ठिक छ, केही छैन। केटाहरू छ यतातिर, मेरो केटाहरू। बात त सही है। ओके गाइस, रमाइलो त आज हुने नै छ। त्यो रमाइलो तपाईँहरूलाई पनि देखाउने छु है त गाइस। ओके केटाहरू हेर ल, हाम्रो चाहिने के को क्याम्पिङ हुनेछ र है त। क्याम्प हान्न कुदिरहेको छ केटाहरू। केटाहरू हेलो भन्, कोही केटाहरू बोल्नु। यतिको भिड र यतिको ठाउँ चाहिँ हतपत्त भेट्न सकिन्न, त्यही पनि हामीले भेटेको छौँ है त। यहाँ आउनलाई चाहिँ एकदमै उकालो हिँड्नुपर्ने हुन्छ। उकालो पनि धेरै नै उकालो छ, तर ठाउँ चाहिँ
यसलाई स्वर्ग भन्दा नि कुनै फरक पर्दैन गाइस। हेर्नुहोस् यस्तोमा बस्न पाउँदाखेरि चाहिँ ओ माई गड माइन्ड एकदमै फ्रेस लागेको छ गाइस। हेर्नुहोस् कस्तो छ ठुलो केटाहरू के छ तर ठाउँ चाहिँ केटा हो होइन भाग्यमानले मात्रै पाउँछ क्या। मा कसम घुमेर मात्रै हेर्नु न भाइ यार के हो यस्तो यार आमा मारे त सोल्टा सोल्टीहरूले